तपाईहरुलाई नेपाल क्रिकेट टिम भन्ने बित्तिकै के याद आउला त? पक्कै पनि सन्दीप लामिछाने या त नेपालको स्पिन बलिङ एट्याक। नेपाल टिमको फास्ट बलिङ एट्याक चाहिँ तपाईहरुलाई कस्तो लाग्छ? स्पेशली अन डेथ ओभर मलाई चाहिँ एकदमै खराब लाग्छ। स्ट्रङ क्रिकेट नेसन हुनको लागि चाहिँ दुईटै बलिङ एट्याक चाहिँ राम्रो हुनुपर्छ। स्पिन र फास्ट बलिङ एट्याक चाहिँ एकदमै राम्रो हुनुपर्छ। विगतको 10 वर्षदेखि चाहिँ नेपाल क्रिकेटको काँध थामिरहेका प्लेयर, एसिस्ट गरिरहेका प्लेयरहरू सोम्पल कामी र करण केसी, उनीहरूले चाहिँ 10 वर्षदेखि चाहिँ एकदमै राम्रो पर्फर्मेन्स गरिरहेका छन्, बलिङ राम्रो फालिरहेका छन् र पनि उनीहरू चाहिँ डेथ बलिङ एट्याकमा चाहिँ एकदमै चुकिरहेका छन्। स्पेशली अन डेथ ओभर स्पेलमा चाहिँ एकदमै उनीहरू चुकिरहेका छन्। अहिले उदाउँदै गरेका नन्दन यादव उनी पनि एकदमै चुकिरहेका छन्। उनको एकदमै फितलो पर्फर्मेन्स देखिन्छन् डेथ बलिङमा चाहिँ। अब वर्ल्ड कप पनि नजिकै छ, सबै म्याचहरू चाहिँ नेपालमा रहेको छ। यदि नेपाल सुपर 8 मा पुग्यो भने चाहिँ नेपाल सायद श्रीलङ्कामा पनि खेल्न जानेछ। सुपर 8 मा पुग्नको लागि नेपालले जसरी भए पनि टेस्ट राष्ट्रिय टिमलाई चाहिँ जित्नै पर्नेछ, अनि मात्र नेपाल चाहिँ सुपर 8 मा जाने चाहिँ प्रबल दावेदारी हुनेछ। नेपाल क्रिकेट टिमले वार्म अप म्याचको दुईटै खेल विजेता गरे पनि नेपाल भर्सेस युएकी म्याचमा चाहिँ डेथ ओभरमा चाहिँ एकदमै फितलो पर्फर्मेन्स देखिन्थ्यो। स्पेशली अन द डेथ ओभर नेपाल क्रिकेट टिमले चाहिँ लास्टको डेथ ओभरमा चाहिँ 65 रन भन्दा धेर खर्चेको थियो नेपाल भर्सेस युकेको म्याचमा। त्यसैगरी नेपाल भर्सेस क्यानाडाको म्याचमा पनि डेथ ओभरमा चाहिँ एकदमै खर्चिलो देखिन्थ्यो। 55 रन भन्दा पनि धेरै खर्चिएको थियो नेपालको डेथ बलिङ स्पेलमा चाहिँ नेपाल भर्सेस क्यानाडाको म्याचमा, र पनि नेपालले चाहिँ जित हासिल गर्न चाहिँ सफल भएको थियो नेपाल भर्सेस क्यानाडाको म्याचमा। त्यसैगरी नेपालले चाहिँ दुईटै वार्म अप म्याच खेलिसकेको छ र जित पनि हासिल गरेको छ। नेपाल क्रिकेट टिमले वार्म अपका दुईटै म्याच चाहिँ विजय गरेको हुँदा चाहिँ आगामी प्रतियोगिताहरूमा चाहिँ राम्रै बुस्टअप मिल्नेछ। नेपालसँग चाहिँ इङ्ल्यान्ड भिड्दै चाहिँ सबभन्दा सुरुको वर्ल्ड कप म्याचमा चाहिँ यदि नेपालले जित हासिल गर्न सक्यो भने एकदमै राम्रो बुस्टअप मिल्नेछ। फेरि अर्को म्याचको लागि इटालीसँग, वेस्ट इन्डिजसँग, स्कटल्यान्डसँग पनि छ। यदि वेस्ट इन्डिजले जित्यो भने पनि डेफिनेटली सुपर 8 मा पुग्ने चाहिँ प्रबल दावेदारी हुनेछ। तर हामीले एउटा कुरा के ख्याल राख्नुपर्छ भने नि, नेपाल टिमले यदि कुनै पनि म्याच जित्नु छ भने वर्ल्ड कपमा चाहिँ नेपालले चाहिँ डेथ ओभर स्पेलमा चाहिँ एकदमै सुधार ल्याउनु पर्नेछ। करण केसी, सोम्पल कामी या त नन्दन यादव तिनैजना खेलाडीले चाहिँ राम्रो स्पेल गर्नुपर्ने हुन्छ, एकदमै इकोनोमी बलिङ गर्नुपर्ने हुन्छ। आशा छ नेपाल क्रिकेट टोलीले चाहिँ टी20 वर्ल्ड कपका सबै म्याचहरूमा चाहिँ जित हासिल गर्छ भनेर। यदि तपाईहरुलाई यो भिडियो के कथम राम्रो लागिहाल्यो भने चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला है त। सब्स्क्राइब गरिदिनु होला। जय नेपाल, विजय भव, बाइ बाइ।